दर्शकवृन्द अहिले म आसन ठाउँमा आइपुगेको छु यहाँ नामगो सरको घरमा र नामगो सरले अघिबाटै मलाई बाटोमा स्वागत गरिसकेको छ। यहाँ उहाँको आमा हेर्नुहोस् न यहाँ नामगो सरको आमा हुनुहुन्छ काम्री काम्री हवस् त अन्त भोलि पर्सि आउँछु च्याक लग्यो धन्यवाद है ल यो आसाङथाङ सेकेन्ड्री स्कुल यसको इस्टाब्लिस भएको छ 1947 राङ्का सिनियर सेकेन्ड्री स्कुल 1948 भन्ने यो चाहिँ 1947 मा इस्टाब्लिस भएको रहेछ। एक वर्ष यो जेठो रहेछ भनेपछि यो 75 वर्ष पुगेको रहेछ र यो स्कुल 75 वर्ष पुगेकोमा आसाङथाङको वासीहरूलाई म बधाई साथै शुभकामना दिन चाहन्छु। अहिले यस गरी चाहिँ हामी आसाङथाङ हेलिप्याडमा गइरहेको छौँ। यहाँ नामगो सरले मलाई केही समय दिनुहुनेछ। उहाँको घरमा गएपछि त्यसपछि बिदा भएर यसरी आसाङथाङको यसरी हेलिप्याड गर्न हामी गइरहेको छौँ र आज चाहिँ हुनु चाहिँ घाम चाहिँ लागेको छैन, चारैतिर बादल उडिरहेको छ। त्यसले गर्दाखेरि चाहेको सोचे जस्तो म दृश्य देखाउन सक्दैन होला, तर पनि हामी कोसिस गर्नेछौँ। अब तपाईको इस्टमा हेर्यो भने यता जुन चाहिँ घाम झुल्किनेपट्टि हेर्यो भने तपाईको यता नाम्ची बजारदेखि लिएर सान्डुप्चीदेखि लिएर हजुर एकदमै राम्रो दृश्य हाम्रो चारधाम सलाफोकको पनि देख्छ हो। हजुर अनि यता साउथपट्टि देख्यो भने एकदम दार्जिलिङको एकदमै टोटल भ्यू देख्छ। दार्जिलिङ तपाईको यो जुन चाहिँ टाइगर हिलदेखि लिएर सबै पछाडिको भाग चाहिँ सब डल्लै देख्छ हो। अनि तपाईको यता वेस्टपट्टि हेर्यो भने तपाईको यता हामीले सोरेङदेखि लिएर सोमबारे सबै देख्न सक्छ हो। सोरेङ सोमबारे तपाईको यता तपाईको लास्ट जुन चाहिँ नेपाल बोर्डरसम्म हामीले यहाँबाट देख्न सक्छौँ। जुन चाहिँ सिङ्गालीला रेन्ज सबै हामी यहाँबाट सन्दकपुरको रेन्जहरू हामी सबै देख्न सक्छौँ यहाँबाट। त्यो चाहिँ मोस्ट अक्टोबर नोभेम्बरको टाइममा चाहिँ एकदमै हामीले यहाँबाट खुलेआम हाम्रो भिजुअल आइबाट हामीले देख्न सक्छौँ हो। यो हेलिप्याडबाट नर्थपट्टि देख्दैछ जुन यता देखाइदिन्छ सर। आज चाहिँ यो नर्थपट्टि देख्ने भाग चाहिँ टोटल हाम्रो मेजेस्टिक माउन्ट कञ्चनजङ्घाको टोटल भ्यू हामीले देख्न पाउँछौँ। किनभने यसमा यहाँबाट हेर्दा चाहिँ तपाईँको कुनै पनि माउन्टेनहरू छोडिँदैन, किनभने 360 यहाँदेखि लिएर परैसम्म हामी देख्न सक्छौँ हो। अन्त लगायत यसमा हामी चेम्चे भिजिबल हुन्छ, दामथाङ भिजिबल हुन्छ। अनि यहाँबाट भालेढुङ्गासम्म पनि देख्छ, भालेढुङ्गा देख्छ। त्यहाँदेखि यता तपाईँको गेजिङ पेलिङ दुइटै देख्छ। त्यसको माथि चाहिँ हाम्रो माउन्ट कञ्चनजङ्घा एकदमै तपाईँले जुन चाहिँ विन्टर टाइममा आउनु भने तपाईँले एकदमै राम्रो 360 भ्यू देख्नुहुन्छ। अनि तपाईँको यहाँ इस्टमा अघि नै भनिहालेँ यहाँनिर सान्डुप्चे, टेन्डोङ हिल, त्यहाँदेखि नाम्ची बजारको यता यो जुन चाहिँ घुर्पिसे पाटहरू सबै डल्लै देख्छ। हामी जुन चाहिँ सेन्ट्रल पार्क एरिया चाहिँ देख्दैन, घुर्पिसे पाटहरू सबै देख्छौँ। यहाँबाट यता तपाईँको तपाईँले देख्नुहुँदैछ यहाँनिर सिद्धि साई मन्दिरको तपाईँको यहाँ यो आसाङथाङमा पुरानो नाम्चीमा हजुर के कस्तो यहाँनिर अब ठाउँहरू छ त्यो बताइदिनुहोस् न। विशेष गरेर यो आसाङथाङ पुरानो नाम्ची भने चाहिँ अहिले आजभन्दा अगाडि त्यस्तो स्कोप थिएन टुरिस्ट डेस्टिनेसनको। अहिले एकदमै टुरिस्टको हब भइसकेको छ। किनभने जुन हाम्रो अगाडिको जुन गभर्मेन्टहरूले यसमा टुरिज्मको सेक्टरमा धेरै फोकस गर्नुभएको छ। किनभने धेरैवटा यो जुन चाहिँ स्पिरिचुअल टेम्पलहरूदेखि लिएर स्ट्याचुहरूदेखि लिएर धेरैवटा जुन चाहिँ रोडको निर्माणहरूदेखि लिएर है एकदमै यो त अब हामीलाई थाहा हुँदादेखि यो चाहिँ तपाईँको आजभन्दा धेरै अगाडि बनिएको हेलिप्याड है। सिक्किममा सायद सबैभन्दा यो सायद मेबी ठुलो हेलिप्याड होला है। एकदमै खुला
खुला रूपमा है यो बसिएको जग्गामा बनिएको। अन्त यसमा चाहिँ प्रायः चाहिँ मेन चाहिँ टुरिस्टहरू आउने गर्छ यहाँनिर है, टुरिस्टहरू साइट सिनहरू गर्ने हुन्छ। साइट सिन गर्नेमा एक त तपाईँको साई मन्दिर छ है, साई मन्दिर सबभन्दा पहिला अब साई मन्दिर, तपाईँको चारधाम, त्यहाँदेखि तपाईँको माथि सान्डुप्चे, अन्त तपाईँको यहाँबाट ट्रेकिङ बाई फुट हिँडेर जानुहुन्छ भने पनि तपाईँको यहाँबाट जुन चाहिँ यो भाग देख्दैछ नि तपाईँको जुन चाहिँ यो धुप्पी घारी एकदमै तपाईँको एकदमै त्यहाँनिर चाहिँ नेचर रियल नेचर चाहिँ जसले अब नेचरलाई मन पराउँछ है, त्यो फिल चाहिँ तपाईँले त्यहाँ यो बाई फुट तपाईँले यहाँबाट चाहिँ सिधै चारधाम तपाईँले त्यहाँसम्म जानु सक्नुहुन्छ है। एकदमै राम्रो छ है, बाई फुट जानु जो इच्छा गर्नुहुन्छ है। अन्त यहाँनिर विशेष गरेर अहिले चाहिँ तपाईँको एकदमै साइक्लिङको चाहिँ यहाँनिर एकदम रुट भएको छ यो, किनभने यो हेलिपेड टु नाम्ची बजार है एकदमै राम्रो खुला रोड भएर है, त्यसमा बेसी अपहिल डाउनहिल पनि छैन साह्रै बेसी, एकदमै यो चाहिँ अब लेभलको भएर चाहिँ यहाँनिर प्रायः साइक्लिङको अब कम्पिटिसनदेखि लिएर धेरै मान्छे यहाँ साइक्लिङ गर्नु पनि रुचाउँछौँ। अन्त अरू त यहाँनिर एकदमै यहाँ बसेको जग्गा भएर है यहाँनिर त्यस्तो त्यो जुन हेलिप्याड छ नि तपाईँको जमिन भेट्यो पहिला? मेरो जमिन भेटेको चाहिँ यहाँदेखि अलिकति तपाईँको 100-150 फिट उता चाहिँ भेट्छ। यो जुन तपाईँको जुन नाम्चीदेखि अब यहाँ आसाथाङ हेलिप्याड गर्न आइपुग्छ नि कति किलोमिटर पर्छ? यहाँबाट लगभग एप्रोक्सिमेट चाहिँ अब तपाईँको 5 किलोमिटर मात्रै हो नाम्ची बजारदेखि चाहिँ यहाँ हेलिप्याडसम्म। यो सडकहरू यो तपाईँको घर मुनि गएको रहेछ नि एउटा सडक, चाहिँ कहाँ जाने? त्यो चाहिँ तपाईँको यो चाहिँ तपाईँको अल्टरनेटिभ रोड भनौँ, जसले चाहिँ जोरथाङ कनेक्ट गर्छ। मेन जुन चाहिँ हाम्रो यो 9 माइलको बाटो बिग्रिएको बेलामा चाहिँ तपाईँको त्यो रोडले एकदमै जति पनि अब वाहन चालकहरू जति पनि ट्राभलर्सहरूलाई एकदमै अलिकति लामो छ, तर यो रोड चाहिँ एकदमै पक्का छ भनौँ न। आसाथाङ पुरानो नाम्ची भनेपछि पानीको समस्या छ भन्ने गर्छ है, तर मैले बाटोमा आउँदै गर्दाखेरि थुप्रै ठाउँमा मैले होटेलहरू देखेँ नि, मलाई अचम्म लाग्यो क्या, पानी छैन भने चाहिँ होटेल त थुप्रै छ, यो चाहिँ कसरी म्यानेज गरिरहेको छ? के छ भन्दाखेरि चाहिँ अहिले आजभन्दा धेरै अगाडि चाहिँ अब मान्छे पनि अब अलिकति बाहिर निस्केको थिएन है, कसरी पानीको म्यानेजमेन्ट गर्नुपर्छ भन्ने त्यो कुराहरू थाहा थिएन है। अन्त अहिले चाहिँ के भएको छ भन्दाखेरि अहिले चाहिँ विशेष गरेर यो गभर्मेन्टलाई पनि अब हामी एकदम धन्यवाद दिन्छौँ, किनभने गभर्मेन्टको जुन चाहिँ नजर चाहिँ परेको छ है, जसले गर्दाखेरि चाहिँ अहिले प्रायः आसाथाङको जति पनि घरमा हेर्नुहोस् है तपाईँको 90% हाउस होल्डमा चाहिँ तपाईँको वाटर हार्भेस्टिङ सिस्टम छ, जसले गर्दाखेरि चाहिँ एकदमै तपाईँको जुन चाहिँ यो विन्टर सिजन जब पानी पर्दैन है त्यति बेला चाहिँ उहाँहरूले त्यो पानीहरू चलाउँछौँ है डोमेस्टिक युजको लागि। अन्त प्रायः जति पनि यो रोड लाइनको होटेलर्सहरू छ उहाँहरूले चाहिँ अब प्रायः हार्भेस्टिङ पनि गर्छ, प्रायः उहाँहरूले एकदमै जुन चाहिँ ट्याङ्करको द्वारा यहाँबाट तपाईँको पोमटार घटे खोला भन्ने जग्गाबाट चाहिँ तपाईँको पानी ओसारेर उहाँहरूले होसरी नै होटेलहरू चलाउँछौँ। तर अझै पनि समस्या त छ, सदा पनि अब आउने दिनहरूमा अब सुन्नमा आएको है जल जीवन मिसनहरू भन्ने कुराहरू धेरै प्रोजेक्टहरूले गर्दाखेरि, अनि यहाँ यो आसाथाङ यहाँसम्म चाहिँ तपाईँको स्मार्ट सिटीको ले पनि भेटेको छ नि। स्मार्ट सिटी चाहिँ मतलब नाम्ची बजारको सेन्टर पार्कदेखि 5 किलोमिटरको रेडियसमा चाहिँ तपाईँको यो आसाथाङ पनि आउँछ तपाईँको स्मार्ट सिटीले भेटेको है, जसले गर्दाखेरि यो स्ट्रिट लाइटहरू पनि तपाईँले देख्न सक्नुहुन्छ स्मार्ट सिटीको यो सब प्रोजेक्ट हो। अन्त आउने दिनहरूमा स्मार्ट सिटीको प्रोजेक्टमा चाहिँ तपाईँको वाटर फेसिलिटी पनि रहेछ एकदम, अन्त वाटर फेसिलिटी आउने दिनहरूमा सायदै अब टाइम लाग्छ होला, कुनै पनि एउटा कुरा हुनुको लागि अलिकति समय लाग्छ, आउने दिनहरूमा पानीको पनि समस्या यहाँनिर समाधान हुनेछ। अब यहाँकै रैथाने हुनुहुन्छ होइन, यहाँ चाहिँ दर्शकहरूलाई कतिले याद छैन होला, म चाहिँ यहाँलाई किङ अफ लेप्चाको राजा भन्ने गर्छु है। यहाँ तपाईँ अब सानै हुनुहुँदाखेरि है यहाँनिर हेलिकप्टर उडेको आउँदाखेरि तपाईँलाई जीवनमा फर्स्टमा कस्तो अनुभव भयो तपाईँले यो ठाउँमा हेलिकप्टर आएको सुन्दाखेरि देख्दाखेरि? तपाईँले अब एकदमै मेरो सानो समयको कुरा प्रश्न गर्नुभयो है। अब हेलिकप्टरको साउन्ड त अब हामीले सानोदेखि नै सुनिरहेको आएर बसेर गएको, तर मैले फर्स्ट टाइम चाहिँ कति बेला देखेँ भन्दाखेरि म त्यति बेला प्राइमेरी स्कुल पढ्थेँ है, प्राइमेरी क्लासमा थिएँ। त्यति बेला चाहिँ जुन बेला चाहिँ एकदमै त्यति बेला यहाँनिर 2-4वटा 3टासम्म हेलिकप्टर आएको थियो, त्यति बेला चाहिँ एकदमै मेबी अहिले सम्झिँदा चाहिँ कोही भिआइपी
सायद प्रेसिडेन्ट हो कि को सायद भाइस प्रेसिडेन्ट आउनु भएको थिएछ यहाँ सिक्किममा, यो सिक्किम भिजिटको लागि। त्यति बेला चाहिँ 2-3 वटा हेलिकप्टर आउँदा चाहिँ जुन चाहिँ म पनि हेर्नु आएको थिएँ। हेर्नु आएर चाहिँ तपाईँको यहाँनिर बसेको थिएँ, यो जुन चाहिँ रोडको त्यहाँनिर यहाँनिर बस्दाखेरि चाहिँ एकदमै अब हेलिकप्टर त अब मैले टिभीतिर मात्रै देखेको थिएँ, रियल देख्दा चाहिँ कस्तो लाग्यो भने चाहिँ एकदमै त्यहाँ चाहिँ अब त्यो जुन हेलिकप्टरको जुन चाहिँ त्यो पङ्खाले जुन उडाएको त्यो हावा हुन्छ नि, त्यो हावाले चाहिँ अब त्यहाँसम्म पनि भेटाउँदो रहेछ क्या। अब कोही बेला चाहिँ ठुलो आउँदाखेरि, सानो आउँदा त त्यस्तो इफेक्ट पार्दैन, तर ठुलो आउँदा चाहिँ त्यहाँसम्म इफेक्ट पार्दछ। एकदमै मलाई चाहिँ अब के अब त्यो हावाले भेटेको स्पर्शले भेटेको अहिले पनि याद बन्द भएर चाहिँ अब मैले चाहिँ रुख त्यहाँको झार पक्रेर बसेको थिएँ क्या। अन्त त्यो सिचुएसनमा त्यति बेला एकदमै रमाइलो लाग्थ्यो। अहिले त त्यस्तो वास्ता लाग्दैन, कोही बेला आएर बस्छ जान्छ हो। अब तपाईँसँग छुट्टिने बेला भएछ। हजुर एकदमै धन्यवाद छ तपाईँको व्यस्त समयलाई मैले अलिकति डिस्टर्ब गरेँ है। एकदम म पो एकदम धन्यवादी छु, तपाईँ आइदिनु भयो है, हाम्रो जग्गालाई एकदमै प्रमोसनको लागि आइदिनु भयो, खुसी छु है। एकदमै तपाईँ यसरी नै आइदिनुहोस् आउने दिनहरूमा, मेरो यही तपाईँलाई शुभकामना छ। एकदमै खुसी लागेको छ तपाईँलाई यसरी भेट गर्नु भयो छोटो समयमा पनि। र आज विशेष गरी हामी अनमोल सर र हाम्रो स्टिफन सरलाई एकदमै हामीले मिस गऱ्यौँ आजको यो भ्लगमा। ल हवस् त, हवस् त सर, हुन्छ हुन्छ हुन्छ। विशेष नाम्ची चर्च साँच्ची खुसी हुनुहुन्छ? हजुर सर, एकदमै तपाईँलाई देख्दा खुसी लाग्यो। अस्ति हामी राङ्कामा नि बात मार्नु पाएन सर। हजुर हजुर सर, अचानक पुगेँ नि सर त्यहाँ। हजुर हजुर आउनु भएको थियो है, कति राम्रो लाग्यो। आशिषको ठाउँ हो तपाईँको एकदम गुणगान सुन्ने त्यहाँ हो नि होइन। यसो बुढेसकालमा ए यता हेर्नुहोस् न सबैजनाले, यता हेर्नुहोस् न दामी दाजु, यता यहाँ उहाँहरू सबैजना ट्रेनिङ गर्नु आउनु भएको। आउँछ आउँछ यहाँ ट्रेनिङ चलिरहेको छ। त्यसले गर्दाखेरि यो चर्च घरको मुनिपट्टि ट्रेनिङ गर्नु, चर्चहरूको मुनिपट्टि ट्रेनिङ गरेको छ। यो तपाईँलाई म छोटो दृश्य देखि गरेको छु। मा चाहिँ यो चर्चको स्थापित भएको रहेछ। चर्च भवन बन्द रहेछ, त्यसले गर्दाखेरि यहाँ हाम्रो केयरटेकर भाइलाई खुल्ली मागेको छु। अलिकति चर्चभित्रको के दृश्य छ तपाईँलाई म यस भिडियोमा सब देखाउन गइरहेको छु। यहाँ हुनुहुन्छ हाम्रो सुमन यहाँ मामलेको हुनुहुन्छ। 2 वर्षदेखि चाहिँ यहाँ चर्च हेर्नु, यहाँ केयरटेकरहरू बस्नुभएको छ। उहाँको फ्यामिली खुसी लाग्यो। अरूलाई भित्रको नजारा देखाइरहेको छु। सर्वज्ञानी सर्वज्ञापी सर्वशक्तिमान सर्वपरि
स्वर्गव्यापी सर्वशक्तिमान सर्वपरि सिद्ध ईश्वर सूर्य चन्द्र ताराले धरती समुद्र सृष्टिले सूर्य चन्द्र ताराले धरती समुद्र सृष्टिले तपाईको भय मान्दछन् तपाईको गुणगान गाउँछन् तपाईको भय मान्दछन् तपाईको गुणगान गाउँछन् यो मौसम सिमसिम पानी परिरहेको छ र पनि बजार हो सहर हो मान्छेको अवजत त हुन्छ नि अहिले दिउँसोको 1:30 भइसकेको छ अब म यहाँ अक्टिभ स्टुडियो मनिषकोमा गइरहेको छु यहाँ मनिषकोमा आइपुगेको छु र मेरो ब्लगमा यहाँलाई स्वागत छ हेलो अनि यहाँ धमाधम रेकर्ड भइरहेको रहेछ यहाँ एकदमै व्यस्त रहेछ मैले अलिक डिस्टर्ब गरेर जस्तो लाग्यो केही छैन अलिक ट्युन अर्कै भयो नि गर्नु त एकपल्ट हाम्रो यहाँ अक्टिभ स्टुडियोको यहाँनिर विशेष गरी यहाँ के भनौँ भने अब म्यानेजर मालिक कोअर्डिनेटर सबै कुरो हुनुहुन्छ हजुर मनिष सर तपाईँले नि अहिलेसम्म यो स्टुडियोबाट कतिवटा गीत रेकर्ड गरिसक्नु भयो लगभग मैले यो स्टुडियोमा काम गर्न थालेको स्टुडियो सुरु गरेको 2017 देखि हो अनि अहिलेसम्ममा लगभग 600वटा गीत चाहिँ मैले 600 भन्दा चाहिँ माथि नै गीत रेकर्ड गराइसकेँ अब त्यसमा मेरै त्यो मिक्सिङ मास्टरिङहरू अनि रेकर्डिङहरू सबै मेरै स्टुडियोमा गरेको चाहिँ अहिलेसम्म लगभग 600वटा भयो होला अनि यस्तो रेकर्डिङ त्यस्तोहरू मात्रै अब रेकर्डिङ गरेर कतिवटा बाहिर स्टुडियोमा पठाउनु पर्ने हुन्छ त्योहरू पनि गर्यो भने चाहिँ सायद अहिलेसम्म 800वटा जस्तोमा चाहिँ मैले काम गरिसकेँ यहाँको जुन अक्टिभ स्टुडियो चाहिँ एकदमै राम्रो छ यो 800वटा जस्तो गीत रेकर्ड गर्नुभएको ठुलो उपलब्धि हो हाम्रो पहाडी भेगबाट र मैले पनि यहाँको स्टुडियोमा धेरै नै 4-5वटा गीत रेकर्ड गरिसकेको छु र एकदमै राम्रो उहाँले विशेष गरी म्युजिकको एरेन्ज गर्नुहुन्छ एकदमै राम्रो छ र म दर्शकहरूलाई पनि नयाँ सिङ्गरहरू पनि आह्वान गर्न चाहन्छु यदि कसै गीत गाउन चाहनुहुन्छ भने रेकर्ड गर्न चाहनुहुन्छ भने यहाँ मनिष सरकोमा अक्टिभ स्टुडियोमा तपाईँ आएर रेकर्ड गर्न सक्नुहुन्छ हामी यहाँ मुनि तपाईँको यहाँको सरको हामी नम्बर लगाउनेछौँ तपाईँले उहाँसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ यहाँ विशेष गरी हाम्रो राबुङबाट यहाँ भाइ आउनुभएको छ उहाँको गीत रेकर्ड भइरहेको छ तपाईँको शुभ नाम भनिदिनुहोस् न मेरो शुभ नाम चाहिँ नन्दकुमार विश्वकर्मा हो तपाईँले आज जुन रेकर्ड गरेर फर्स्ट टाइम तपाईँको हजुर फर्स्ट टाइम कस्तो अनुभव भइरहेको छ अब मजा आइरहेको छ यहाँ आज साथीसँग अब साथी पर्यौँ हामी त हो एकदमै मजा आइरहेको छ अहिलेसम्म चाहिँ तपाईँको गीत हामी चाँडै सुन्न पाऊँ हजुर अल द बेस्ट यहाँ हाम्रो साथी हुनुहुन्छ यहाँ राबुङबाट यहाँ पनि आज गीत रेकर्ड गर्नु आउनुभएको छ तपाईँको शुभ नाम भनिदिनुहोस् न मेरो नाम वीरेन विष्ट हो तपाईँले आज प्रथमपल्ट नि हजुर फर्स्ट टाइम गरेको नि तर अघि तपाईँले एकपल्ट गाउनु पनि यदि मलाई चिनिहाल्यो तपाईँ सिङ्गर रहेछ एकदमै तपाईँलाई अल द बेस्ट हुन्छ मनिष सरले एकदमै विशेष गरी तपाईँले भर्खरै मात्रमा कला साहित्य संस्थानबाट तपाईँले अभिनन्दन प्राप्त गर्नुभएको छ यसको निम्ति तपाईँलाई एकदमै बधाईमा दिन चाहन्छु धन्यवाद एकदमै खुसी लागेको छ तपाईँसँग यसरी चिनाजाना गर्नु तपाईँको स्टुडियोमा काम गर्नु है
र उहाँ चाहिँ विशेष गरी मलाई उहाँको के मनपर्छ स्टुडियोमा भने चाहिँ उहाँले नेपाली भाषाको चाहिँ एकदमै राम्रोसँगले त्यो भाषालाई चाहिँ ख्याल गरेर चाहिँ रेकर्ड गराउनुहुन्छ। त्यसो चाहिँ म एकदमै पर्फेक्ट छु क्या। आज कति सिङ्गरहरूले चाहिँ गीत गाउँछ नेपाली भाषालाई क्या बिगारेर गाउँछ, तर उहाँले चाहिँ मलाई ढुक्कै लाग्छ शब्द पठाइदिनुहुन्छ, उहाँले एकदमै खारेर गर्नुहुन्छ, एकदमै राम्रो छ। तपाईँले किन यसो गर्नुभएको यस्तो? यो चाहिँ हामी पहिलादेखि सानोदेखि नै मलाई चाहिँ नेपाली भाषाप्रति एकदमै मलाई माया लाग्ने, अनि हाम्रो घरमा पनि पापाले एकदमै राम्रोसँगले नेपाली भाषा बोल्न सिकाउनु भएछ। अनि यसको लागि चाहिँ म मेरो पापालाई पनि धेरै धेरै धन्यवाद। अब धन्यवाद दिएर त कहिले सकिँदैन, र पनि अब एकदमै राम्रोसँगले भाषा सिकाउनु भएछ नेपाली भन्ने चाहिँ अहिले मलाई लाग्छ। अनि त्यो नेपाली भाषाप्रतिको माया चाहिँ मलाई यति बेसी छ, त्यसले गर्दाखेरि चाहिँ म जति सक्छु म चाहिँ एकदमै नेपाली शब्द उच्चारणमा चाहिँ एकदमै ध्यान दिने प्रयास गर्छु। राम्रो कुरा, एकदम उत्तम कुरा। र जाँदा जाँदै अन्तिम चरणमा हाम्रो यो केशर खतरा रमाइलोको हाम्रो भ्युवर्सहरू हुनुहुन्छ, तपाईँको तर्फबाट 2 शब्द राखिदिनुहोस् न। यो च्यानल जसले पनि चलाउनु हुँदैछ है, उहाँको नाम चाहिँ इमानुएल गिफ्ट भनेर हामी चिन्ने गर्छौँ है। अनि उहाँ चाहिँ एकदमै असल व्यक्ति हुनुहुन्छ। उहाँले आफ्नो तर्फबाट आफ्नो कोसिसमा आफूले गीतहरू लेखेर कम्पोज गरेर, अनि उहाँहरूले धेरै धेरै नवप्रतिभाहरूलाई उहाँले मौका दिएर उहाँहरूको बाटोलाई खोलेर अगाडि बढाउने कामहरू राख्नु भएको छ है। त्यस कारणले गर्दाखेरि उहाँलाई एकदमै हामी सम्पूर्ण भएर उहाँको च्यानल अनि उहाँलाई सपोर्ट हाम्रोबाट गर्नुपर्छ। अनि म यहाँ जति पनि हेर्नुहुने दर्शकवृन्दहरूलाई पनि म यही नै रिक्वेस्ट गर्न चाहन्छु। एकदमै यहाँ सरलाई एकदमै धन्यवाद छ। थ्याङ्क यू तपाईँलाई। हस्, धन्यवाद तपाईँलाई।